यसरी हामीले सुरुमा हामीले एउटा फोटोसपलाई ओपन गर्छौँ सुरुमा फोटो र हामी फाइल मेन्युमा गएर न्यू अप्सन युज गरेर हामीले एउटा डकुमेन्ट लिनुपर्ने हुन्छ। मैले 3-5 को एउटा पेज लिएको छु। अब हामीले यो व्हाइट पेपर देख्नु भएको छ, हाम्रो यही हो क्यानभास भित्र रहेर हामी काम गर्छौँ। यसको लागि चाहिँ हामीले कन्ट्रोलसँग जे थिचेँ मैले यसलाई चाहिँ मैले नयाँ लेयर क्रिएट गरेको। नयाँ लेयर हामीले यहाँनिरबाट न्यूमा गएर पनि नयाँ क्रिएट गर्न सक्छौँ। यसमा हाम्रो नयाँ हाम्रो लेयरहरू ओपन हुन्छ। मैले एउटा लेयरलाई यहाँनिर डिलिट गरेँ। मसँग एउटा लेयर अटोमेटिकली छँदैछ। मैले यो लेयर 1 मा गएँ। लेयर 1 लाई म चाहिँ केही पनि नचलाइकन ब्याकग्राउन्डमा क्लिक गरेर मैले यसको कलर फिल गर्न गइरहेको छु। यहाँनिरबाट कलर चुज गर्न सक्छौँ हामीले। यसको ब्याकग्राउन्ड यसको म कलर व्हाइट रेड राख्न चाहे। त्यसपछि म यसलाई कलर फिल गर्न गएँ। कलर हामीले फाइल एडिट मेन्युमा गएर त्यसपछि फिलमा गएर पनि हामीले कलर फिल गर्न सक्छौँ। त्यसै गरेर हामीसँग अर्को अप्सन पनि हुन्छ कलर फिल गर्ने। गार्डन टुलमा क्लिक गरिराखेपछि हामीलाई पेन्ट बकेट टुल भन्ने अप्सन आउँछ। यसमा क्लिक गरिसकेपछि पनि हामीले यसमा कलर फिल गर्न पर्छ। हामीले कलर ब्याकग्राउन्डमा फिल भइसकेको छ। हामीले लेयरमा पनि हेर्न सक्छौँ रेड कलरको साइन देखाइसकेको छ। हामीसँग लेयर 1 माथि भएको कारणले हामीले रेड कलर देख्न सकिरहेको छैनौँ। अब मैले यसलाई थोरै लेयर 1 मा सिलेक्ट गरेर मुभ टुललाई क्लिक गरेँ। मुभ टुललाई क्लिक गरिसकेपछि मैले थोरै यसको साइजलाई घटाएँ। यहाँनिर ट्रान्सपोर्टेसन चार्जमा क्लिक गरिसकेपछि किबोर्डको अल्ट शिफ्ट अल्ट दाब्यो भने हाम्रो यहाँनिर मुभ गर्न सक्छौँ। यसरी मुभ गर्यो भने हाम्रो यस्तो किसिमको हुन्छ। यस्तो किसिमको देख्न सकिन्छ। यो भनेको मैले बोर्डर बनाएको हो है। मैले बोर्डरको साइजलाई यतापट्टि चारैतिर बराबर लेभलमा मिलाएँ। यसरी मेरो बोर्डको बोर्डर क्रिएट गरेँ मैले। तपाईले यसरी पनि गर्न सक्नुहुन्छ। त्यसपछि आएर तपाईले 1 मा गइसकेर यहाँनिर छ हाम्रो ब्लेन्डिङ अप्सनमा गएर स्टकलाई पनि हामीले राख्न सक्छौँ। बोर्डरको रूपमा राख्न सक्छौँ। मलाई चाहिँ ब्याकग्राउन्डमा कलर फिल गरेर राख्नु गर्दाखेरि सजिलो लाग्यो। त्यसो मैले जुम हेरेर देखाएँ। अब हामीले यो जुन व्हाइट देखिरहेको छौँ यसमा चाहिँ हामीले कलर फिल गर्नुपर्ने हुन्छ। डार्क कलरमा व्हाइट ब्लू राख्न सक्छौँ। ब्याकग्राउन्ड सिनहरू राख्न सक्छौँ है। पिक्चरहरू ल्याएर पनि हाल्न सक्छौँ। म अहिले चाहिँ ब्लू कलर राख्न चाहे। यसमा ब्लू कलर राखेँ। ब्लू कलर राखेर मैले अघिकै अप्सन देखाएँ जुन तपाईँले ब्याकग्राउन्ड गर्ने ब्लेन्डर अप्सनमा गएर फेरि हामीले यहाँनिर कलर ओभरले भनेको छ। कलर ओभरलेमा क्लिक गर्छौँ। कलर ओभरलेमा क्लिक गरिसकेपछि हामीलाई यो अप्सन खुल्छ। ब्लू कलर मैले पिङ गरेर यसरी ब्लू कलर मैले फिल गरेँ। यसरी ब्लू कलर मेरो पेज हुन्छ। अब मैले यसमा चाहिँ टेक्स्टहरू लेख्नुपर्ने हुन्छ। हाम्रो यो टेक्स्टहरू चाहिँ अब यसमा सुइटेबल कलरहरू कुन हुन्छ हेर। डार्कमा प्रायः जस्तो व्हाइटै कलर सुइटेबल हुन्छ। त्यसरी मैले टेक्स्ट कलरलाई चाहिँ व्हाइट लिन चाहे है। टेक्स्ट कलर मैले लिए। नाम लेख्नुपर्ने हुन्छ दोकानको भने दोकानको हैन, कुनै कार्यक्रमको ब्यानर हो, संस्थाको ब्यानर हो भने त्यसरी राख्नुपर्ने हुन्छ। सब मेथड म तपाईहरुलाई सिकाउँछु। सुरुमा मैले एउटा तपाईलाई नाम लेखेर देखाएँ। कोहुलपुर लेखा छ। हाम्रो कतिपय मेरो नयाँ एप्लिकेसन डाउनलोड भएकाले यहाँनिर कका कुकु मार्क देखिएन। यसको लागि चाहिँ मैले चाहिँ एडिट मेन्युमा जानु पर्यो। हामी एडिट मेन्युमा गएर प्रेफरेन्समा जान्छौँ। त्यसपछि जनरलमा जान्छौँ। जनरलमा गएर यहाँनिर नेक्स्ट भनेको छ। नेक्स्टमा क्लिक गरे पनि हुन्छ अथवा डाइरेक्ट यहाँनिर युज स्मार्ट क्वेस्ट भनेको छ। यसलाई चाहिँ हामीले यसको टिकमा घटाउनु पर्ने हुन्छ। टिकमा घटाइयो। त्यसपछि ओके भन्नु पर्यो। ओके गरेर टेक्स्ट टुललाई सिलेक्ट गरेर मैले टेक्स्टमा क्लिक गरेँ। टेक्स्टमा
मा लेख्ने प्रयास गर्छौँ। धेरै लामो हामी लेख्दैनौँ। मेरो सेप रेड कलरमा भएको कारणले देखिने कलरलाई अब हामीले राख्नुपर्ने हुन्छ, टेक्स्ट कलर राख्नुपर्ने हुन्छ। त्यसैले मैले चाहिँ व्हाइटमा टेक्स्ट कलर लेख्छु, किनकि हामीसँग अलरेडी रेड कलरमा हाम्रो सेप छँदैछ। यसरी हामीले चाहिँ न्यारेसन लेख्छौँ। न्यारेसन लेखिसकेपछि हामीले ठ्याक्क त्यो सेपमा जो न्यारेसन राख्ने ठाउँ थियो त्यो ठाउँमा चाहिँ हामीले न्यारेसनलाई साइज मिलाएर टक्क यसलाई हामी यसरी राखिदिन्छौँ। लगभग अब हामी हाम्रो ब्यानरको अन्तिम काममा आइपुगेका छौँ। अब हाम्रो अन्तिम काम भनेको फोटोहरू राख्नुपर्ने हो। मैले यसको लागि पहिले फोटोहरू डेस्कटपमा राखिसकेका छु। हामीले फाइल मेनुमा गएर ओपनमा गएर हामीले पिक्चरहरू फोटोसपमा ल्याउन सक्छौँ। त्यसै गरेर सबै फोटोहरूलाई मैले एकुन्टा गरेर चाहिँ हाम्रो ब्यानरमा मिलाएर राखेँ। यसरी हामीले एकुन्टा फोटोहरू राखिसकेपछि हाम्रो फ्लेक्स बोर्ड कम्प्लिट भएको छ र हामीले आफ्नो फ्लेक्सलाई प्रिन्टको लागि पठाउन सक्छौँ। साथै तपाईँलाई यो भिडियो कस्तो लाग्यो? ग्राफिक सम्बन्धी थप अरू जानकारी लिनको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुहोला र तपाईँलाई के सम्बन्धी अरू थप जानकारी लिन अथवा सिक्न चाहनुहुन्छ कमेन्ट बक्समा हामीलाई छोडिदिनु होला। हामी तपाईँको कमेन्ट बक्स अनुसार नयाँ डिजाइनहरूका फ्ल्याक्स बोर्ड, ब्यानरहरू, त्यसपछि आएर भिजिटिङ कार्ड, आइडेन्टिटी कार्ड, मेला महोत्सवका टिकटहरू बनाउन सिकाउनेछौँ। र साथीहरू मेरो यस भिडियोलाई सेयर पनि गरिदिनु होला। यो भिडियो हेरिदिएकोमा धन्यवाद। यस्तै थुप्रै डिजाइनहरूका साथमा अर्को भिडियोमा आउनेछु। कृपया यस च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।